gift exchange game. हेलो गाइस, आज चाहिँ हामी दुईजना चाहिँ कलर गिफ्ट एक्सचेन्ज गेम खेल्न जाँदैछौँ अनि हामी चाहिँ अस्ति दिनबाट खेल्ने भन्ने थियौँ होइन। हाम्रो एक्जाम यताउति भएर चाहिँ ट्रेन गइसक्यो होइन, तर हामी बल्ल खेल्न लाग्छौँ कि। अनि ल अब चाहिँ हामी सुरु गर्छौँ। ल सिजर पेपर रक गर्ने, जसको आउँछ त्यो नै सिजर पेपर रक। ल मैले सुरु गर्छु ल। कुन कलर भने ब्लू कलर, नेभी ब्लू। त्यो भनेको कस्तो? त्यो भनेको गाढा ब्लू होइन, फिक्कावाला ब्लू, स्काई ब्लू। स्काई ब्लू। ओके ल एकैचोटि ल एकैचोटि ल स्काई ब्लू है। 1 2 3 गो। यो चाहिँ तिम्रो लागि पानी खाने तातो नै हाल्नु हुन्छ, चिसो नै हाल्नु हुन्छ। थ्याङ्क यू। अब तिम्रो पालो। अब मेरो पालो। ऑरेंज कलर। ओरेन्ज कलर। ल ल ल पायो। पाए। रेडी 1 2 3 गो। यो पनि छ, यो पनि छ, तर यस्तो कि मैले चाहिँ होइन यो किनिहालेँ। अनि यो किन्दा चाहिँ यो अलिक पिच कलर हो भने सबैले, अनि त्यही भएर मैले यो चाहिँ ओरेन्ज कलरको किनिदिएको। यो चाहिँ तिम्रो कालो केसको मछायामा हराए। ओ थ्याङ्क यू। उसको लागि हो। अनि ऊ एकदम धेरै चाहिँ यो टपहरू लाउने होइन, रिङहरू लाउने गर्छ नि त। त्यो भएको हुनाले कहिलेकाहीँ त मैले नै लगाइदिँदा हुन्छ, त्यही भएर यो चाहिँ रिङ हाम्रो लागि भ्यालेन्टाइन डे स्पेसल थियो। तर खासमा अब भ्यालेन्टाइन डे भइसक्यो ल। त्यही पनि भावनाले रचेको तिमी एक सुन्दर हौ कविता। लागि थ्याङ्क यू सो मच। वेलकम। कति राम्रो लाग्यो साथीहरूले मलाई यो। अनि यो फुल झन् ओ माई गड। मैले यो मेरो अब पालो। तिम्रो पालो। ब्ल्याक कलरमा, ब्ल्याक। 1 2 3 गो। साथीहरू Oh God! यो त मलाई थ्याङ्क यू। यो त मेरो लागि एकदम युजफुल, मेरो मात्र लागि होइन, मेरो घर परिवार सबैको लागि युजफुल हो यो चाहिँ। ओके देन कुन कलर? पर्पल। पर्पल एकदमै झरी कहाँ छ? ल 1 2 3 गो। अनि कलर त्यहाँ चाहिँ देखेछ होला होइन, त्यो कस्तो राम्रो राम्रो पर्पल लाग्यो। कलरमा। टेन Oh टेन my god, मैले अस्तिले चाहिएको मैले भने यो नलिग नलिग भनेर नि मैले चाहिँ टार्दिएको थिएँ। मैले त्यति मैले किनिसकेको थिएँ त्यो बेला। यामा त्यही भएर यस्तो कि मैले हामी उता गएको थियौँ कि एक्जाम दिएर आउँदाखेरि 169 मा। ल म दिनै बिर्सेछु। अनि त्यति बेला चाहिँ मैले किन्न लागेको थिएँ कि मलाई एकदमै चाहिएको थियो यो। अनि उसले चाहिँ के नकिन नकिन राम्रो होइन भने कि कहिले भन्थेन त्यस्तो है, त्यो दिनमा चाहिँ राम्रो होइन भन्दै थियो कि। कस्तो क्युट क्युट सामान देखेको भनेको पिङ्क कलर। पिङ्क रेडी 1 2 3 गो। व्हाइट। White. Yes. Oh my god. ल रेडी 1 2 3 गो। साथीहरू। थ्याङ्क यू थ्याङ्क यू। Oh my god. तिम्रो लागि चाहिँ अब यो भनेपछि ग्रीन हो, ग्रीन ग्रीन हजुर ग्रीन ग्रीन कलर। ओ गॉड। ल 1 2 3 गो। त्यो चाहिँ तिम्रो लागि। थ्याङ्क यू। कति धेरै चाहिन्छ नि त। नखोल। ओ वाउ, यो त ऊ होइन मसाज गर्ने। उसलाई टाउको एकदम मसाज गर्नुपर्ने। ब्राउन। ब्राउन। ल 1 2 3 गो। साथीहरू मेरो चाहिँ ब्राउनमा एउटा छ सक्स, थ्याङ्क यू। एउटा छ क्लिप उल्लेखको लागि। थ्याङ्क यू। मलाई चाहिएकै थियो है। मलाई मेन त मैले क्लिप त मैले हरेकचोटि भन्थेँ, उसले ल्याइदियो। थ्याङ्क यू थ्याङ्क यू। ल अब तिम्रो पाली। अब हामीसँग टोटल अब कतिवटा छ? 4वटा बाँकी छ। हजुर ओके। अब आयो कुन? ग्रे कलर। 1 2 3 गो।
यू सो मच मलाई एकदम युजफुल हुन्छ पालो है अब भनेको ब्लू कलर ब्लू भनेको डार्क ब्लू होइन अब लास्ट एउटा ब्लू छ रेडी 1 2 3 गो यसको लागि एकदम धेरै इम्पोर्टेन्ट होइन उसलाई चाहिँ घरमा घरमा चाहिने नि बेला भयो होइन रुममा थ्याङ्क यू यो तिम्रो लागि थ्याङ्क यू उसलाई चाहिँ कसैको नजर नलागोस् इभन मेरो पनि नजर नलागोस् भनेर चाहिँ मैले उसलाई बिलाइको लिएर आइदिएको छु सहारा जीवनको मेरो लास्ट राम्रो लाग्यो मलाई हो राम्रो अब कतिवटा छ अब दुईटा बाँकी छ रेड र येल्लो रेड ओ माई गॉड रेडी रेड त फेरि यस्तो छ होइन 1 2 3 go तेनी भर्खरै किनेको साइज त मिल्छ नि साइज यो चाहिँ तिम्रो लागि दक्षिणा भ्यालेन्टाइनको ल उसको लागि है थ्याङ्क यू ओ माई गॉड साथीहरुलाई मैले हो कि ऊ चाहिँ एकदम कफी लभर हो Oh my God. दिनलाई पुग्ने चाहिँ ऊ घरै बस्छ नि त अहिले अनि त्यही भएर उसको लागि चाहिँ मैले कफी लिएर आइदिएको छु अनि यो चाहिँ एकदम मिठो छ होइन अनि मैले अर्को पनि लिएर आएको छु कि एउटा झगडा पर्छ कि हाम्रो फेरि यस्तै छ हामी बस कर पगली रुलाएगी क्या शक्ल शरीफों वाली और बातें करती है काकी सावंत लास्ट एउटा हो अब लास्ट एउटा हो ओके 1 2 3 गो लास्ट एउटा हो कति राम्रो सामान ल्याइदिएको हो म चाहिँ सानो सानो ल्याइदियो यो चाहिँ हो उसको लागि के भन्छ उसलाई एकदम मनपर्छ कि यस्तै यस्तै चिजहरूमा ऊ रमाउनु खोज्छ सो तिम्रो लागि अब यो एकदम खुसी चाहिँ अहिले खानुपर्छ ल अहिले साथीहरू म त तुझसे मिला तो जागी दुआएं और नजर ने थ्याङ्क यू सो मच यति धेरै मेरो घरको सामानको लागि उसले चाहिँ मेरो लागि ल्याइदियो है अनि यो मेरो लागि हुन्छ यो एकदम 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 थ्याङ्कफुल छु म यसको लागि चाहिँ त्यो चाहिँ लगभग मेरो लागि मात्र ल्याइदियो होइन मैले चाहिँ घरको यताउति अर्को सामान पनि थियो बिर्सेछु कि यो चाहिँ उसैको गिफ्ट थियो उसैलाई एक्सचेन्ज गर्छु भनेको अरेन्ज कलर मलाई त एकदम खुसी लाग्यो मलाई त सबै थोक चाहिने छ साथीहरू अब मैले गिफ्ट हाम्रो कसरी देखाउनु है टेबल छैन टेबलमा भएन राम्रो राम्रो कुराहरू ल्याइदिएको कि तिमीले त लाइफमा होइन तिम्रो नि यस्तो राम्रो मलाई एकदम त्यो माटोको खाना आउँदैन कि यस्तै साथ पाइरहूं यस्तै रहोस् मिलन यस्तो राम्रो राम्रो गिफ्ट ल्यायो आइ एम सो ह्याप्पी ओ माई गॉड रोको होइन त्यही हो साथीहरू हाम्रो चाहिँ सकियो यति नै हो अब नेक्स्ट